वेलकम ब्याक टु माई युट्युब च्यानल र अहिले हालसालै वर्ल्ड कप पनि सकिसकेको छ र वर्ल्ड कप स्पेनले जितिसकेको छ र म आइएम बिग फ्यान अफ अर्जेन्टिना बट अर्जेन्टिनाले जित्न सकेन। अर्जेन्टिनाले त्यति राम्रो खेल्दा पनि खेलेन लास्ट वर्ल्ड कप आई मिन फाइनल वर्ल्ड कप त्यो पनि ठिकै छ इट्स ओके बट वर्ल्ड कपको यति धेरै एआई मिम्सहरू एआई भिडियोहरू बनेको छ त्यो कुरा नगरेर कुनै पनि भिडियोहरू मैले त्यहाँ अलिअलि भिडियोहरू लिएर आएको छु र त्यो भिडियोको रियाक्ट गर्ने कोसिस गर्नेछ र रियाक्टिङ गर्नेछन् ल ओके फर्स्ट लेट्स स्टार्ट द फर्स्ट भिडियो अफ रियाक्टिङ वर्ल्ड कप 2026 4 ओके लेट्स द स्टार्ट ओके एम्बापे आयो एम्बापे नो मेस्सीले हेरेर सरप्राइज रोनाल्डो उठेर गयो ओ माई गड नो 2000 के हो तर दिस इज द रङ है दिस इज द रङ भिडियो सोचेको थिएन कि स्पेनले त्यति राम्रो खेल्छ भन्ने कुरा स्पेनले जित्छ भनेर सोचेको थिएन मैले के सोचेको कि फ्रान्सले जित्छ कि अर्जेन्टिनाले जित्छ कि ब्राजिलले पनि जित्न सक्छ नि सोचेको थिएँ त्यो तिनैजना परेन त्यही पनि ठिकै छ स्पेन डिजर्भ द ट्रफी है यति राम्रो खेल्यो ओके नेक्स्ट भिडियो दिस इज द फनिएस्ट पार्ट क्या यति हाँसो लागेको थियो मलाई यो भिडियो हेरेर 5 मिनटको एडिसन ब्रेकको माई गड एनीवेज गाइज द्याट्स द फनिएस्ट 5 मिनटमा कहाँ आइसक्रिम साइसक्रिम खान भ्याउँछ द्याट्स अन्ली एआई है त्यसपछि अब हामी जान्छौँ थर्ड भिडियो हुनेछ यसको नेमारको द्याट्स द भेरी इमोसनल भिडियो है एकदमै मेरो लागि एकदमै इमोसनल भिडियो थियो नेमार खै राम्रोसँग खेल्नै पाएन कि बिचराले धेरै 70 मिनट्स 90 मिनट्स गेम खेल्यो त खेलेन है अनि कोही बेला 10 मिनट खेल्न आयो कोही बेला कति मिनट खेल्न आयो बट जति खेल्यो राम्रै खेल्यो है एउटा लास्ट पेनाल्टी पनि हानी पेनाल्टीमा एउटा गोल गर्यो त्यो चाहिँ बेस्ट मोमेन्ट लाग्यो नेमार मेरो लागि सधैँ वान अफ द बेस्ट प्लेयर थियो है उसको स्किल यति राम्रो छ कि कुरा नगरौँ एनिवेज गाइज राम्रो थियो नेमारको स्किलहरू जहिले पनि अब जहिले नि बिमारी भयो है सिक भयो त्यो कारणले राम्रोसँग खेल्न सकेन तर नेमारले खेल्नु जरुरी छ क्या 2030 वर्ल्ड कप चाहिँ मेरो लागि मात्र नभएर फ्यान्सहरूको लागि ही डिजर्भ द ट्रफी क्या एनिवेज गाइज अब नेक्स्ट भिडियो हुनेछ हाम्रो मेस्सीको रोनाल्डो अल्सो डिजर्भ द ट्रफी है के गर्नु रोनाल्डोको खै के अब टिममेट्सहरू राम्रो नभएर हो कि के नराम्रो भएर हो कि रोनाल्डोलाई जति रेस्पेक्ट पाउनु थियो पोर्चुगलबाट त्यति धेरै पाएको छैन बट अल ओभर वर्ल्डले रोनाल्डोलाई अलवेज रेस्पेक्ट गरेको छ र रेस्पेक्ट गर्नेछौँ आई एम अल्सो बिग फ्यान अफ रोनाल्डो बट बेटर इज अलवेज मेस्सी फर मी ओके नेक्स्ट भिडियो हुनेछ हाम्रो नेमारको हेर न यस्तो भएर नि बल गेम खेल्नुपर्छ है भनेर चाहिँ कि नेमारलाई यो भाषा त मैले बुझ्दिनँ त्यही पनि आई विल ट्राई टु पछि अब के ब्राजिलियन भाषा भन्दा नि या नेमारको लागि चाहिँ यसरी भए पनि नेमारले फुटबल हेर्नुपर्छ ओके नेक्स्ट भिडियो लेट्स गो द नेक्स्ट भिडियो यो चाहिँ पक्कै पनि हाम्रो यो एसियनले बनाएको हुनसक्छ है न बिरयानी खाँदैछ अनि त्यसपछि गन्दगी जुस आई मिन अब के अरे पोखुको जुस पिउँदैछ चिया पिउँदैछ यो चाहिँ जस्ट बारबिक्यू खाँदैछ हाम्रो होल्यान्डले यो चाहिँ एसियनले नै बनाएको हुनुपर्छ बिरयानी खाँदैछ है त अझ कुनै भिडियोमा त मैले मोमो खाएको नि देखेको थिएँ द्याट्स द है यो चाहिँ रमाइलो थियो कि यो मिम्स हेर्न पाउँदा चाहिँ ट्रफी के गर्नु अनफर्चुनेटली हाम्रो मेस्सी दाजुले ट्रफी उचाल्न पाएन एनिवेज गाइज ओके नेक्स्ट भिडियोमा जाऊँ द्याट्स द एकदमै मजाको हो क्या कस्तो
सानो देखेँ क्या हालान्डलाई ओ माई गॉड सो क्यूट यार 19 इयर्स ओल्ड को जिन्जी केटाले हेर अहिले वर्ल्डको वान अफ द बेस्ट प्लेयर पनि हुनेछ अब फ्युचरमा धेरै लाइफमा स्ट्रगल गर्नुपर्छ है एकदमै धेरै स्ट्रगल गर्नुपर्छ कहाँबाट आएको कस्तो रोमान्टिक भिडियो के यो चाहिँ कस्तो सेम देखेको के यो होल्यान्डलाई केटी जस्तै देखेँ क्या ओ माई गॉड रोनाल्डो चाहिँ वान अफ द ह्यान्डसम प्लेयर इन द वर्ल्डमै पर्छ क्या अहिले 41 वर्ष भइसक्यो अझै पनि यङ छ हिज द फिटनेस ओ माई गॉड मम्माले अब यो गीतमा चाहिँ कपिराइट आउन सक्छ म अर्कै म्युजिक हालिदिन्छु गाइज एनीवेज यस्तो क्युट यो जोडी चाहिँ पक्कै पनि सुहाउँछ है ओ माई गॉड जसले नि बनाएको यो एआई भिडियो वान अफ द बेस्ट भिडियो है सबै छ कस्तो राम्रो देखाएको होल्यान्डलाई ओ माई गॉड हालेन ही अल्सो बेस्ट प्लेयर इन द वर्ल्ड है यति राम्रो खेल्छ ओ माई गॉड प्लेयर भन्दा नि उ त गुन्डा हो क्या गुन्डा फुटबलको गुन्डामा को उसको नाम लिनु पर्दा म हल्यान्डको नाम लिन्छु क्या ओ माई गॉड सो क्यूट वाउ रोनाल्डो कस्तो ह्यान्डसम देखाएको रोनाल्डोलाई ओ माई गॉड हेर हाम्रो नेमारले हाम्रो यामाल भाइ कति सानो फुच्चे ओके नेक्स्ट अच्छा डॉगी भाई इस बार वर्ल्ड कप कौन जीतेगा इस बार का वर्ल्ड कप तो ब्राजील ही जीतेगा अच्छा कुछ ब्राजील प्लेयर्स के नाम बताओ तो मेसी रोनाल्डो जॉनी सिंह यो चाहिँ मलाई राखी साउन्डको याद आयो राखी साउन्डको एनीवेज गाइज नेक्स्ट त्यति धेरै राखेको छैन है वहाँ यो रोमान्टिक भिडियो आयो यो भाषा चाहिँ बुझ्दिनँ क्या रोन्दा नि वाउ कसले बनायो होला क्या यो भिडियो चाहिँ यो इन्डियनहरूले बनायो यो भिडियो चाहिँ किनभने भाषा तेलुगु छ नि त आया क्या हँसाएर क्या आया एनीवेज नेक्स्ट वाउ Oh my god. रोनाल्डो मेसी नेमार भन्नेको चाहिँ अलवेज लेजेन्ड हुन्छ है अब यस्तो प्लेयरहरूलाई हामीले देख्न पाउनु यिनीहरूले खेलेको हेर्न पाउनु नै सबभन्दा प्राउड मोमेन्ट जस्तो लाग्छ क्या होपफुली अब हाम्रो नेपालमा पनि हाम्रो जति पनि एसियन कन्ट्रिजहरू छ नेपाल इन्डिया बङ्गलादेश पाकिस्तानहरूले पनि दे आर डिजर्भ द प्लेइङ इन्डियाले खेल्छ कि त मैले सुनेको अनुसार 2036 मा चाहिँ अहिले 42वटा टिम हो त 42वटा थियो भने अब 2036 मा चाहिँ 34 मा चाहिँ 72वटा टिम भन्छ हो त आई डोन्ट नो है यस्तो अहिले एआई यति खतरा भइसकेछ कि आमामा यु हेभ टु मेक फिल्म क्या अहिले फिल्म पनि बनाउन सक्छ अरे एआईले आफ्नै फिल्म अरू रोनाल्डोलाई किनेर आई मिन एआईबाट टाइपिङ गरेर यु हेभ टु मेक फिल्म है कस्तो के यहाँ यस्तो खतरा एआई आइसकेको छ जमानामा एनिवेज गाइज 2026 को वर्ल्ड कप चाहिँ एकदमै इन्ट्रेस्टिङै भयो है सबै खेलाडीहरू राम्रो खेल्यो यस्तो नसुनेको देशहरू पनि यति धेरै उसमा आयो हाइलाइटमा आयो कापो भर्दे भन्ने जस्तो देश पनि यति मैले सुनेकै थिइनँ कि त्यो देशमा यति राम्रो खेलाडीहरू रहेछ अब है भर्जिनिया इज द वान अफ द बेस्ट गोलकिपर जस्तो लाग्यो क्या मलाई चाहिँ यो 2026 मा ओके एनिवेज गाइज अब नेक्स्ट भिडियोमा जानेछौँ यो चाहिँ हल्का फाइटिङवाला भिडियो हुनेछ
ओ माई गॉड तर स्पेनलाई फ्रान्स म त फ्रान्स वान अफ द बेस्ट लाग्छ कि यति धेरै फ्रान्समा खेलाडीहरू यति खतरा दौडिन्छ कि तर स्पेनको गेम हेर्दाखेरि चाहिँ स्पेनमा यति धेरै पासिङ यति राम्रो मिस्टेक भन्ने कुरो छँदै छैन रहेछ कि स्पेनको पासिङमा तर फुटबलमा जित्नु छ भने फुटबल वर्ल्ड कप जित्नु छ भने पासमा फोकस र फिनिसिङमा फोकस गर्यो भने चाहिँ वर्ल्ड कप चाहिँ उचाल्न सक्छ जस्तो लाग्यो क्या मलाई चाहिँ यो स्पेनको गेम हेरेर We'll see about that, old man. I don't really care who gets it as long as he isn't winning it again. Yeah. I still didn't forgive you for this scar you gave me. Oh, you want another Yeah. one? We can scrap right here. के बनाउँछ कि मान्छेहरूको आइडिया चाहिँ हो कि मान्छेहरूको दिमागमा चाहिँ ओ माई गॉड मान्छेको दिमागलाई चाहिँ मान्नै पर्छ क्या ओके अब भिडियो त छैन जस्तो छ सकिसकेको छ अब त्यति धेरै लामो लामो भिडियो बनाउन सकिनँ किन लामो भिडियो बनायो भने कसैले पनि हेर्दैन जस्तो लाग्छ दिस मेरो चाहिँ नयाँ नयाँ च्यानल भएको कारणले गर्दा नि म त्यति धेरै लामो भिडियो बनाउन सक्दिनँ एनिवेज गाइज थ्याङ्क यू फर वाचिङ एन्ड लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला थ्याङ्क यू फर वाचिङ जय नेपाल